क्लास 12 को रिजल्ट पब्लिक भइसक्यो 2083 को रिजल्ट मार्कसिट सहित कसरी हेर्ने आजको यस भिडियोमा जानकारी गराउँछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानललाई लाइक र सब्स्क्राइब गरिदिनु होला। सबैभन्दा पहिलो तपाईँ आफ्नो गुगल ओपन गर्नुहोस्। म गुगल ओपन गरेँ। गुगल ओपन गरिसकेपछि यहाँ सर्च गर्नुहोस् क्लास 12 रिजल्ट 2083। सर्च गरिसकेपछि यहाँ फर्स्टैमा एनईबी एनटीसी को वेबसाइट आउँछ नेपाल टेलिकम को। यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँ क्लास 12 को रिजल्ट 2083 को हेर्नको लागि यहाँ सुरुमा तपाईँ आफ्नो सिम्बल नम्बर राख्नु होला। यहाँ जस्तै म सिम्बल नम्बर राख्छु। सिम्बल नम्बर राखिसकेपछि यहाँ डेट अफ बर्थ राख्नुहोस्। जस्तै म राख्छु त्यसरी तपाईँ राख्नु होला। तब हेराउँछ मार्कसिट सहित। डेट अफ बर्थ राखिसकेपछि यहाँ सबमिटमा क्लिक गर्नुहोस्। सबमिटमा क्लिक गरिसकेपछि यहाँ हेराइसक्यो मार्कसिट सहित हाम्रो रिजल्ट हेराइसक्यो। यहाँ 2.76 GPA छ। यसरी तपाईँ पनि आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ क्लास 12 को 2083 को मार्कसिट सहित। भिडियो राम्रो लाग्यो भने लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो हेर्नको लागि धन्यवाद।